यो भाइ र यो बुबाको कुरा सुनौ त। महेन्द्र राजाले बनाएको महेन्द्र हाइवेमा बसेर तपाईँ राजा गलत भन्ने हुन्छ। त्रिभुवन युनिभर्सिटी त्रिभुवनले बनाएको त्रिभुवनमा पढेर तपाईँ राजा गलत भन्नुहुन्छ। तपाईँ राजाले यो देश एकीकरण गरेर आफ्नो नाता नातिना पुर्खाले सोपेको थियो, पुर्खाले आर्जेको देश, तपाईँ राजतन्त्र चाहिएन भन्नुहुन्छ। हामी राजावादी होइन, हामी राष्ट्रवादी हौ। राजा सबको साझा हुन्छन्, कुनै मेरो बाबुको व्यक्तित्व संस्थाको होइन। राजा मन्त्रको पनि हो, वेदमा पनि हो, धर्मको नीतिमा पनि हो, संस्कार र संस्कृति सभ्यता र इतिहास राख्ने पनि हो। साँच्ची भन्यो भने यही नै सत्य हो। हाम्रो देशको इतिहास यही नै हो, यही नै यथार्थ हो। हामी चाहे जति यसलाई झुट्लाउन कोसिस गरे पनि हामी झुट्लाउन सक्दैनौँ। यही नै सत्य हो, यही नै यथार्थ हो। हामी योबाट पछाडि हट्न सकिँदैन। चाहे या नचाहे यो देश राजाहरूले नै बनाएका हुन्, राजाहरूले नै एकीकरण गरेका हुन्। जति पनि संरचनाहरू बनेका छन् राजाले नै बनाएका हुन्। अहिले आएका झोले गुण्डाहरूले देशमा एउटा सिन्को पनि भाँचेका छैनन्। यो तितो सत्य हो, यो सबैले बुझ्नुपर्छ। यो भिडियो हेर्नुस् त।